आजको दिन चाहिँ मेरो भतिले चाहिँ यस्तो डरलाग्दो वेट गरिरहेको थियो है। अनि आङी कहिले 10 तारिक हुन्छ भनेर सोधेको है। अनि आजको दिन चाहिँ किन स्पेसल होला भनेर चाहिँ भन्नुहुन्छ भने चाहिँ फुल भिडियो हेर्नुहोस् होला है। अनि हेलो सबैलाई नमस्ते है। मेरो दिनको सुरुवात चाहिँ लुगा धोएर हुन्छ है। अनि म चाहिँ लुगा धोइसकेर चाहिँ है म खाजाहरू बनाइसकेर रिफिलहरू गर्दै थिएँ है सामानहरू। अनि घरमा त्यही हो, घरको काम भनेको त्यतिकै नै हुन्छ है सबैजनाको नै। अनि घर सफा गरिसकेर माथि गएको त बहिनीले चाहिँ कुकुरलाई नुहाइदिँदै रहेछ है। अनि म चाहिँ तल आएर तपाईँहरूलाई पनि मेरो सासूले बनाउँछ नि त ह्यान्डमेड, एकदम राम्रो ह्यान्डमेड हुन्छ है। फुलहरू, फ्लावर्सहरू, किचन है जस्तो अब तपाईँहरूले भन्नुहुन्छ त्यस्तै बनाउनुहुन्छ है। एकदम राम्रो बनाउनुहुन्छ। अनि तपाईँहरूलाई पनि अर्डर गर्नु छ भने तपाईँहरू अर्डर गर्न सक्नुहुन्छ है। अनि देख्नुहुँदै होला हामी चाहिँ कहाँ गएको भन्दाखेरि चाहिँ हामी चाहिँ मेरो भदेको चाहिँ अब बर्थडे आउनु आँट्यो नि त। अनि त्यसैले कारण चाहिँ मैले चाहिँ उसलाई प्रि गिफ्ट मगाइदिएको थिएँ। अनि यो चाहिँ एकदम फुल एक्साइटेड भएर चाहिँ त्यो ल्याउनुको लागि चाहिँ म पनि जान्छु आङी भने नि त। अनि त्यसको लागि गएको है। अनि भिडियो हेर्दै गर्नुहोस् होला मैले चाहिँ उसलाई के मगाइदिएको थिएँ भनेर है। अनि हामी चाहिँ घर फर्केर चाहिँ मैले चाहिँ अनबक्सिङ गरिदिएँ यिनीहरूको गिफ्टहरू। अनि देख्न सक्नुहुन्छ होला मैले चाहिँ मेरो बर्थडेलाई के मगाइदिएछु भनेर है। अनि मैले चाहिँ छुवाङको लागि पनि मगाइदिएको थिएँ खेलौना। अनि हामीले चाहिँ त्यसलाई जोडिदिए है। एकदम राम्रो थियो खेलौना। अनि म र मेरो नन्दको लागि पनि एक एकवटा सामान मगाएको थिएँ है। अनि सामान चाहिँ एकदम छिटो आएछ। अनि यिनीहरू चाहिँ हेर्नुहोस् न खेल्नु थालिहालेको। अनि आज चाहिँ मेरो फुपूको छोरी चाहिँ घर फर्किँदै थियो नि त। अनि उसलाई पुऱ्याउनुको लागि चाहिँ हामी घर जाँदै थियौँ। अनि त्यति टाढो त छैन, तपाईँलाई पहिलाको भिडियोमा पनि भनेको थियो है। मेरो फुपूहरू चाहिँ मेरो ससुरालीको छेउमै बस्नुहुन्छ नि त। अनि म चाहिँ फुपूहरूको घर पुगेर पनि त्यहाँ चिया खानु थालेँ है। अनि छुवाङ चाहिँ उसको मामहरूसँग खेल्नु थाल्यो है। अनि फुपूले चाहिँ हामीलाई चाहिँ म्यागीहरू बनाइदिनु भएको थियो नि त। किनभने चाहिँ हामी चाहिँ खानाहरू खाएर आएको थियो, फुपू हामी खाँदिनँ भनेको थियौँ। अनि तर पनि फुपूले चाहिँ बनाइदिनु भयो है। अनि मैले फेरि सेकेन्ड टाइम फेरि चिया खाँदै थिएँ है। किनभने एकदम चिसो छ नि त अहिले, दार्जिलिङ निकै चिसो बढेको छ है। अनि छुवाङ चाहिँ बाहिर गएर फुपूहरूसँग खेल्दै थियो है, उसको मामहरूसँग। मेरो चाहिँ दुईजना फुपू चाहिँ यहाँनिर बस्नुहुन्छ। एउटा फुपू चाहिँ कान्छी फुपू हुनुहुन्छ नि त। अनि एउटा चाहिँ अर्को फुपू हुनुहुन्छ है। अनि फुपूले चाहिँ माथिबाट मिठाई फ्याँकिदिँदै थियो है। अनि छुवाङहरू चाहिँ टिप्दै थियो। अनि छुवाङले टिप्नु नसकेर चाहिँ मिसीले खाइदिएछ छुवाङको मिठाई चाहिँ है। अनि छुवाङलाई चाहिँ साह्रो रिस उठेछ कि। अनि मिसीलाई चाहिँ डङ्गी ढुलाइदियो नि त उसले। अनि सबैजना त्यहाँनिर छक्कै पऱ्यो नि त हो छुवाङलाई रिस उठेको देखेर। अनि फेरि आँसुले चाहिँ माथिबाट फ्याँकिदिनु हुँदै थियो है। अनि हामी चाहिँ त्यत्तिकै टाइम बितेछ है। अनि हामी चाहिँ घर फर्क्यौँ। अनि घर फर्केको त आमाले पनि मासु लिएर आएको छु, बडी चिकन र पर्क भन्दै थियो नि त। पोलेर खाऊँ भन्नुहुँदै थियो है। अनि पोलेर खाएको हामी चाहिँ। अनि म चाहिँ पर्क खाँदिनँ, म चाहिँ चिकन खान्छु है। अनि एकदम मिठो भएको थियो है। जाडोको टाइममा कसलाई चाहिँ मन पर्दैन होला है। आमामा आगोमा पोलेको थियो भने मासु है। अनि त्यही हो, दार्जिलिङमा चाहिँ निकै चिसो बढेको छ है। अनि सबैजना आफ्नो आफ्नो याद गर्नुहोस् होला होइन चिसोमा। अनि मेरो मिनी ब्लग चाहिँ आजको यति नै छ है। फेरि लिएर आउने छु है। अनि कस्तो लाग्यो के लाग्यो कमेन्ट बिलो गर्नुहोस् होला है। अनि थ्याङ्क यू सो मच।